नमस्ते। आज चाहिँ यहाँहरूलाई मैले गोपाल इन्जनको परिवारलाई लिएर उहाँको बाजे बित्नुभएको उहाँको बाजेको समाधि भएको ठाउँतिर मैले उहाँलाई भ्रमण गर्न चाहिँ लाँदैछु। र साथमै अहिले भर्खर तपाईँले देख्नुभयो सचिन सिंह, एकदमै वरिष्ठ सङ्गीतकार, उहाँ पनि हुनुहुन्छ नेपालबाट। र बाँसुरी वादक प्रिय भाइ रत्न विक पनि हुनुहुन्छ। र अहिले हामी ओकाइटी मिरिक 8 माइल फाटकमा छौँ। र उहाँहरूलाई मैले अब यहाँ उहाँको बाजे र बोजूको समाधितिर घुमाउन लाँदैछु। यहाँहरूलाई पनि ल जाऊ। चाहिँ अलिकति प्रब्लमै हुन्छ, त्यही भएर मैले यहाँ हाम्रो हिँडेको अहिले लडेकोहरू पनि बनाउने दाजु यस्तो कहाँ पाउँछ है? पाउँदैन नि हौ। ठुलो बोजू जिजु बोजू होइन सेकेन्ड वाइफ। अब अरू यो ठुलो होला भनेपछि यो दुईटा होला होइन, किन एउटै डिजाइनको छ नि त मामा र मेमेको होइन, त्यही हो डिजाइन एउटै छ। त्यही भनेपछि अलिक खोर्सिन त ए अर्थ क्रिस्चियनहरू रहेछ त, यही हो त्यस्तै छ। घर घर गएर सुत्केरी भएको जन्माउने त्यो बेलामा मद्दत गर्ने भएकोले चाहिँ यहाँको मान्छेहरूले चाहिँ एकदम सम्मान गरेर। अनि उहाँ चाहिँ हाम्रो जेठी माम, ड्याडीको आमा चाहिँ दोस्रो, उहाँ बितिसकेपछि उहाँको दिदी, उहाँ बितेपछि चाहिँ नि हाम्रो मामलाई चाहिँ सट्टा भर्ना पठाएको अरे। ल पुरा ऊ भएछ, बिग्रेछ। अब यहाँ कति वर्ष पुरानो होला? 1800 कान्छ छोरा भयो। अस्तिको पालि आउँदा चाहिँ पुरा सफा गरेर रङ रोगन गरिदिएको थियो। नौसी र मनाएको अब चाहिँ हामी यहाँबाट लड्दै लड्दै आउनु न। हिमालयमै चढे जस्तो लाग्यो होला है? होइन यसपालिको टुरमा अलिक एक्सर्साइज बेसी भइरहेछ हौ। फुल एक्सर्साइज हो नि हिजो त। आमा 16 घन्टा अरे है।
अहिले चाहिँ हामी ओकाइटी कमानमा जहाँ चाहिँ सङ्गीत सम्राट श्री गोपालञ्जन जन्मिनु भएको थियो त्यो गाउँमा चाहिँ हामी आइपुगेका छौँ र यहाँका अग्रज व्यक्तित्वहरू जसले चाहिँ उहाँहरूलाई उहाँहरूको जन्म उहाँहरूको परिवारको विषयमा धेरै कुराहरू ज्ञात भएको हुनाले गर्दाखेरि उहाँहरूले चाहिँ परिवारलाई राखेर त्यो पुरानो कथाहरू सुनाइराख्नु भएको छ। कथा नै भनौँ, एउटा इतिहास नै छ। र राजबहादुर राई दाजु उहाँले एउटा लेख पनि लेख्नु भएको थियो, रङदु कमानको सेरोफेरो भन्ने, र उहाँले त्यसमा पनि गोपालञ्जनको विषयमा सम्पूर्ण जानकारीहरू दिनुभएको छ। र उहाँले नै यहाँ यो आज यस परिवारलाई अगाडि राखेर उहाँको विषयमा के पुरानो एकदमै रमाइलो क्षणहरू सेयर गरिराख्नु भएको छ। ओके, अब चाहिँ हामी सङ्गीत सम्राट श्री गोपालञ्जन ज्यू जन्मनु भएको त्यो घरमा जाँदैछौँ। घर सायद हामी भित्र त पस्नु पाउँदैन होला, तर बाहिर भए पनि पहिलाको रहेछ है यो चाहिँ। पहिलाको त यो होला है। ल यो होइन ल, यो मात्रै हो ल, मेन चाहिँ हो ल। पहिलाको त्यतिकै ओरिजिनल छ। यहाँ हाम्रो पाला टिक्दै हुने अर्को त ढुङ्गा र माटोले नै अझै बसिरहेछ। बस्नु भएको कति भयो त यहाँ? म त पछि हामी त पछि जानु पछि आएको है। पापा खस्नु भएको। तपाईँको बाबादेखि बसेर हजुर हजुर। तपाईँ यहीँ जन्मनु भएको? रातो माटोले बनाएको होइन। ओरिजिनल पक्कै बनाएर कर्म खिचिन्छ यहाँबाटै। रेडी नआउनु चाहिँ यङ लेडिज सचिन र के गर्नु? बिस्लेरीको बाजे है। यसले चाहिँ के गर्नु सक्छ? सेक्सीहरूको घर भनेर डाङ्गिङ है, पैसा लिएर एकजनालाई यति पैसा लिन्छ नि हेर्नलाई होइन। अहिले हामी जहाँ खडा छौँ त्यो चाहिँ त्यसको पछाडिको चाहिँ पहिला अहिले चाहिँ स्कुल छ, तर पहिला चाहिँ गोपालञ्जन ज्यूको बुवाको क्लिनिक हस्पिटल थिएछ होइन। यहाँ चाहिँ हाम्रो काठमाडौँबाट आउनुभएको बाँसुरी वादक रत्न बिका भाइले चाहिँ अल्झे छेक्यारे पछाडिको धुन बाँसुरीमा बजाउँदै एउटा भिडियो बनाइराख्नु भएको छ।
हस् त सबैजनालाई धन्यवाद यो मेरो भ्लग हेरिदिनु भएकोमा र यो कार्यक्रमसितै आजको यस गीत सँगसँगै यो भ्लगलाई यहीँ समाप्त गर्न चाहन्छौँ। धेरै धेरै धन्यवाद गोपाल इन्जन परिवार, रिन्चिनासु, सृजना नाना, अहिंसा र बुहारीलाई पनि धेरै धेरै धन्यवाद। यो प्रोग्रामको आयोजना गर्नुहुने मिरिकका सम्पूर्ण हाम्रा दाजुहरूलाई पनि धेरै धेरै धन्यवाद। र यस्तै कामहरू गर्दै जान पाऊँ, सङ्गीत सम्राटका गीतहरू यसरी जीवन्त गीतहरूलाई सधैँ गुनगुनाउन पाऊँ। धेरै धेरै धन्यवाद सबै मिरिकवासीहरूलाई पनि।